नमस्कार एभ्रिवान। नेपाल सरकारसँग सोध्नु थियो कि ट्राफिकको यति कडा नियम किन अहिले राख्नु भएछ, आउनेवाला छ सायद। त्यो अलि सोच विचार गरेर राख्नु होला, किनभने मधेसमा धेरैजसो म हेरेको छु, मधेसमा लाइसेन्स कसैसँग छँदै छैन। यानी 100% में 10% जति होलन लाइसेंसवाला, बाँकी सब यताउता खाली बजार सजार यताउता गरेर अनि त्यसपछि घर फर्किन्छन्, त्यति नै हो। उनीहरूसँग लाइसेन्स हुँदैन। त्यही भएर त्यो अहिले बाटोमा निस्क्यो भने 15,000 20,000 कहाँबाट तिर्छन् तिनीहरू? बिना लाइसेन्सको मान्छे 15,000 गरिब मान्छे कसरी तिर्न सक्छ? कहाँबाट तिर्छ त्यो अलि सोच्नुपर्छ। अनि त्यसपछि यति कडा नियम किन राख्नुभएछ अहिले? त्यहाँ अहिले मधेसमा अहिलेसम्म धेरैजसोलाई थाहै छैन कहाँ लाइसेन्स बन्दैछ भनेर। कसरी भेटिन्छ लाइसेन्स? अहिलेसम्म 15,000 20,000 घुस दिएर मान्छे पास गरेर अनि त्यसपछि बनाउँछन् लाइसेन्स। त्यो पनि घुस दिएर। त्यस्तो ट्रेनिङहरू दिएको खै के। अब गरिब मान्छे अब रोडमा निस्केपछि 15,000 एक दिनमा तिर्ने गर्छ भने बिना लाइसेन्सको मान्छे, त्यो महिनामा 10,000 कमाउने मान्छे 15,000 कहाँबाट तिर्छ, कसरी तिर्छ त्यो पनि थाहा लगाउनु पर्छ नि त। अलि सोच्नुपर्छ गरिब मान्छेको लागि पनि। गरिब मान्छे 20,000 30,000 को सेकेन्ड ह्यान्ड बाइक राख्छ घरमा, केही बजारतिर जानको लागि, कतै दुकानतिर जानको लागि। यति कडा नियम राख्यो भने कहाँबाट त्यो लाइसेन्स बनाउँछ, कहाँबाट पैसा लिएर आउँछन्, त्यसपछि लाइसेन्स बनाएर पुरै कागज पत्र लिएर त्यो हिँड्नै सक्दैन त्यो मान्छे। त्यसो भए मधेसमा धेरैजसो मान्छे हिँड्नै सक्दैनन् यति कडा नियम भयो भने। त्यही भएर अलि सोच विचार गरेर राख्नु होला। यो यति कडा नियम चाहिँ नराख्नु प्लिज, यति निवेदन छ। धन्यवाद।